So welcome back again to my YouTube channel. आजको भिडियो एकदम दामी हुनेछ भनेर म भन्नु सक्दिन गाइस। आज म जोरथाङ जाँदै छु है। साथीको फोनहरु बिग्रिरहेछ अरे बनाउँदै जान्छ अरे। सो म पनि त्योसँग गएको अन्त मेरो भिडियो पनि हुन्छ भनेर हो। लेट्स सी आज के हुँदो रहेछ हो। अन्त जस्ट एम द गन एन्ड पुल द ट्रिगर इट्स मी द वीवर। भाइले अब यहाँनिर उयो बनाइदिँदैछ के गरे के बनाउँदैछ तपाईले यस दामी भैयाकोमा आएर कसैले खाइदिनुस् होला हैन भैया चाहिँ एकदम ह्यान्डसम छ चीज पनि दामी बनाइदिन्छ चटपटे चाहिँ एकदम राम्रो चाकपोलिङ यो हाम्रो यो जोरथाङमा चाहिँ सबसे भन्दा टेस्टी झालमुरी बनाउने नै भइए हो हैन अन्त हामी यस सबैले यस्तै भन्छ यस दामी तर दामी बनाइदिनु हुन्छ चाखिदिनु न कस्तो मिठो हुन्छ मिठो हुन्छ हजुर एकदम मिठो हुन्छ ल अमिलो पिरो चट्टै मिठो बनाइदिनु पर्यो एकदम जस्तो तपाईँ भनेछ हजुर जस्तो तपाईँ भनेछ त्यस्तो हुन्छ हुन्छ मिठो बनाइदिनु भयो सबैजना दर्शकहरू यहाँ आइदिनु पर्यो भैयालाई चिनिदिनु भयो भने चाहिँ जोरथाङ आउँदाखेरि चाहिँ खाइदिनु पर्यो भैयाको हातको चाहिँ झालमुरी बनाएको देखाइदिनु नि त स्टाइलिस वेमा के भन्नु चाहनुहुन्छ भैया तपाईँ मेरो 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 दर्शकहरूलाई के भन्नु चाहनुहुन्छ नाले हजुर तपाईँले सब हाल लियो म त केही भन्न सक्दिनँ त्यो साँच्चै कुरा हो त्यही त भन्छु नाले हजुर तपाईँले सब हाल लियो म त केही भन्न सक्दिनँ त्यो साँच्चै कुरा हो त्यही त भन्छु म सब पाउँछ भन्छ त्यहाँ जोरथाङ यहाँ राम्रो पाउँछ तपाईँकोमा राम्रो आउँछ है सो गाइस म चाखेर भन्छु कस्तो हुन्छ जे होस् गाइस बाजेको झालमुरी चाहिँ मिठो रहेछ तपाईँहरूले मिफ देखिहाल्नु भयो भने चाहिँ बाजेबाट किनेर खाइहाल्नुहोस् कस्तो लाग्छ होइन तपाईँहरूको र मेरो टेस्ट कस्तो रहेछ सिक्रेट गाइस हेर्नु न म जुनै भ्लगमा पनि भनिबस्छु मेरो ड्राइभर दाजुहरूलाई जसलाई पनि एक कुदाउँदाखेरि चाहिँ यसो हेर विचार गरेर कुदाइदिनु भनिदिन्छु होइन उहाँ हेर्नुहोस् न हालेरमा अहिले भर्खरै हेर्नु न बिरालु भट्याक कसम गाइस हेर्नुहोस् न गाइस मैले उहाँ बिरालु भेटिदिरहेको छु यस्तो गरिदिन्छु यस्तो त कहाँ गर्नुभयो हेर्नु त तपाईँहरू कुदाउनु चाहिँ कुदाउनु न कुदाउनु चाहिँ कुदाउनु होइन तर यस्तो बिजोग त नगरिदिनु नि हेर्नु हेर्नु त है अहिले किल्चिदिएको आम्बो जिउँदै रहेछ नि जिउँदै रहेछ ओए जिउँदै रहेछ कसको तपाईँहरूको हो हेर्नु त यी भाइ कस्तो बिजोक लाग्दो तडपिरहेको थिएन हौ थियो होइन रहेछ So thank you so much guys for watching this video till the end and drive slow first my drive slow carefully and एकदम सावधान गरेर चलाइदिनुस् है म जुनै भिडियोमा पनि भनिरहेको हुन्छु तपाईहरुलाई
सो गाइस हुन्छ नि अचानक हुन्छ नि हामी चाहिँ आउँदै थियो है आउँदा आउँदै आधी बिचमा प्याचकै बनाइदियो गाडीले है तर अब मैले पनि बिचमा भिडियो कट गरी पठाएँ है मैले मुख छाडी पठाएँ नि त एक दुईवटा क्लिपतिर है अन्त मुख छाडेको चाहिँ मैले क्लिप कट गरिदिएँ रिस उठेको थियो हुनु न अब त्यसरी कहाँ हो गाडी ब्ल्याङ्कै कुदाइदिनु त्यो हुन्छ नि त्यो टाउको फुटेको देखेर बिरालुको है मलाई त कुनै कस्तो भइगएको थियो अन्त तर त्यो होइन हाम्रो त्यो ड्राइभर दाजुको पनि त्यस्तो गल्ती चाहिँ थिएन रहेछ उसले अचानक गाडी कुदाउँदै अचानक आएर पसिगयो भन्दै थियो है सो यो कुरालाई त्यस्तो बेसी इस्यु पनि नबनाऊ तर म चाहिँ त्यही भन्छु गाइस लाइफ चाहिँ हरेक कुराको चाहिँ प्रिसियस छ त्यो लाइफ पाउनु चाहिँ धेरै स्ट्रगल गरेर आउनुपर्छ है त्यही भन्छु म अन्त त्यो प्लिज सावधान भएर कुदाइदिनुहोस् अब झन् दसैँ लाग्यो है त्यो बिरालुको मात्रै होइन मान्छेहरू पनि पड्किन सक्छ खट्टु भएर कुदाइरहेको बेला मान्छे हत्ता पड्काउँछ नि त गाइस त्यही भएर ड्राइभ स्लो सेफ है यति नै भन्नु चाहन्छु अन्त ह्याप्पी दसैँ टु एभ्री वान सबैजनालाई दसैँ लागिसक्यो है केही छैन ह्याप्पी दसैँ चिसो बियर फ्ल्यास पानी कटकट पारेर खाएर नि बस्ने अन्त मेरो ड्राइभर दाजुभाइलाई चाहिँ प्लिज बिस्तारै कुदाउने है स्लोली ड्राइभ भन्छ नि अन्त भिडियो मन पऱ्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब एन्ड सेयर